नमस्ते टसितले यहाँहरूलाई मेरो च्यानलमा स्वागत छ र तपाईहरुलाई आज मैले यहाँ पस्किन लागेको भिडियो के हो भने नेपाल सरकारद्वारा निर्माण गरिँदै रहेको संघीय संसद भवन सिंहदरबारको हाल अर्थ मन्त्रालय तथा परराष्ट्र मन्त्रालयको ठ्याक्कै पछाडिपट्टि पर्ने यो भवन अत्याधुनिक भवन बन्दै गइरहेको छ। ल कामको हाराहारीमा हामीले चाहिँ अन्दाजी गर्दाखेरि लगभग 70% बाहिरी काम सकिएको अवस्था देख्नुहुन्छ र यहाँभित्र हामी जान सकिन्छ र गइसकेपछि सबै आफूले चाहिँ समय भ्यायो भने पुरै हेर्न सकिन्छ र लगभग यसलाई राम्रोसँग हेर्यो र सबै कुना कब्जातिर गएर तपाईले हेर्न खोज्यो भने कम्तीमा पनि 3-4 घण्टा लाग्नेछ र एकदमै अत्याधुनिक प्रविधिबाट निर्माण गरिँदैछ र यहाँ काम गरिरहेको अवस्थामा पनि यो कामदारहरू एकदमै हाई स्पिडमा काम गरिरहनु भएको छ। कहीँ कतै काठको काम गरिरहेको छन् भने कहीँ कतै भवन निर्माणको काम गरिरहेको छ र कहीँ कतै बाटो मिलाइरहेको छ, कुनै बत्ती बनाइरहेको छ भने विभिन्न आफ्नो स्किल अनुसार काम गरिरहेको छ र झट्टै हेर्दाखेरि साँच्चै काम गर्यो भने र यसमा निरन्तर सरकार निकायको अनुगमन र काम गरे बापतको पैसा पाउने र बजेट सुनिश्चितता भयो भने चाहिँ नेपालमा पनि काम गर्न सकिने रहेछ। जसरी चाइनातिर र विकसित देशहरूमा चाहिँ लेबरहरूले काम गरिरहेको हुन्छ उहाँहरूले जस्तै नेपालमा पनि गर्न सक्दो रहेछ र तपाईले देख्न सक्नुहुनेछ यहाँ एकदमै नेपालको पुरानो ऐतिहासिक पौराणिक काष्ठकलाहरू झल्किने असाध्यै राम्रो झ्याल ढोकाहरू निर्माण गरिरहेको छ र मलाई साह्रै मन पर्यो। विभिन्न काष्ठकलाहरू देखेर यहाँका सिकर्मी ढकर्मीहरूको आफ्नो हातको सिप देखेर पनि मलाई धेरै खुसी लागेको छ। यो भवन साँच्चै धेरैजनाले भन्न सक्नुहुन्छ अब यतिकै भवन देश नै त्यतिकै त आर्थिक रूपले कमजोर छ र यस्तो भवन किन चाहियो भन्न सकिएला, तर पनि हो यो एउटा संघीय राजधानी हो, एउटा देशको मुटु हो र बाहिरी मान्छेले देख्ने पनि, कूटनीतिले देख्ने पनि, बाहिरी राज्य देशले देख्ने पनि यही नै भएको कारणले गर्दा यतिसम्मको चाहिँ चाहिन्छ जस्तो लाग्छ। किन भन्दाखेरि देशको मुटु नै सबैभन्दा महत्त्वपूर्ण हो र अरू पक्ष छ नै, तर यो एकचोटि बनिएको कारणले गर्दाखेरि यो भावीको सन्ततिसम्म यो बनिराख्नुपर्ने अवस्था हुँदैन र यो बनेपछि बनिएको बने जस्तै हुन्छ। जसरी पनि सिंहदरबारभित्र अहिलेसम्म जति पनि क्वार्टरहरू र भवनहरू निर्माण भएको छ ती सबै उहिले तत्कालीन राणाहरूको पालामा बनिएको हो र त्यही बनिएकै कारणले गर्दाखेरि अहिलेसम्म ठुलो आर्थिक भार थेगेको छ। त्यतिखेर जसरी बनायो कसरी बनायो त हामीलाई त्यति थाहा छैन, तर पनि त्यति समयको ती भवनहरूले गर्दाखेरि अहिले आउने पुस्ताहरूलाई र देशलाई आर्थिक रूपले चाहिँ एकदमै यसले रिप्लेस गरेको छ। किन भन्दाखेरि त्यहाँ भइरहेको भवनहरू प्रयोग गर्न पाउँदा त्यतिखेरको कला, त्यतिखेरको प्रस्तुति, त्यतिखेरको चाहिँ डिजाइन छ नि त्यो अर्कै किसिमको एउटा नेपाल झल्किने आफ्नै किसिमको रहेको कारणले गर्दाखेरि अति नै अहिले महत्त्वपूर्ण र अति नै सुन्दर हामीले देख्न पाइन्छौँ। यो लगभग तपाईको चाहिँ नि 50-60 रोपनी जग्गामा फैलिएको यो अत्याधुनिक 7-8 वटा ब्लकहरू देख्न सकिनेछ र तिनीहरू सबै एकदमै अत्याधुनिक राम्रो अहिलेको प्रविधिले हिजो आजको मोडर्न प्रविधिले बनेको निर्माण गरिरहेको छ र काम एकदमै हाई स्पिडमा भइरहेको अवस्था पनि देखेँ मैले। र अब यो चाहिँ के को लागि प्रयोग हुनेछ भन्दाखेरि नेपालमा अब संघीय संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभा गरेर 59 वटा राष्ट्रिय सभा रहेको छ भने त्यसै गरी 275 वटा संघीय संसदहरू हुनुहुन्छ र उहाँहरूले नै यो प्रयोग गर्नुहुन्छ होला सायद मेरो विचारमा। यो सेतो घर जुन देखिरहेको छ यो प्रधानमन्त्री निवास हो। यो पहिला जुन चाहिँ काउन्सिल अफ मिनिस्टर भन्छ नि मन्त्री परिषदको कार्यालय हो। यो प्रधानमन्त्रीले हाल प्रयोग गरिरहेको यो सिंहदरबारभित्रको